माथिबारको कोठाको एक कुनामा माकुराले बनाइरहेको जालोलाई एकटकले हेरिरहेको छु। आँखाको ठ्याक्कै अगाडि ल्यापटप छ। वाक्क लागिसके प्रोग्रामिङ एररले। यो गर्दा पनि हुँदैन, त्यो गर्दा पनि हुँदैन। थपक्क ल्यापटप अफ गरेर ओछ्यानमा पल्टिन्छु। निन्द्रा लाग्ने त छाटकाटै छैन, बरु चुरुरको भने तल लागिसक्यो। यहाँ गइदिन्छु चिया पसल सोची बाहिर जान ढोका मात्रै के खोलेको थिएँ, आँखा अगाडि घरबेटीको छोरी देखा परी। बाहिर के पानी परेको छ? आफैलाई सोच्छु। उसको सेतो सर्ट मिथ्रुक्क भिजेको देखेर म ठम्म हुन सक्थेँ। कम्मरभन्दा माथिसम्म आउने उसका केस पनि भिजेर तप तप पानी चुहिरहेका थिए। कलिला गुलाबी ओठ, उस्तै राम्रा आँखा पनि। उनी बिस्तारै चिप्लिने डरले पाइला चाल्दै मेरो कोठाको नजिक रहेको भर्याङबाट माथि जानको लागि तम्सी। मुसुक्क मुस्कुराउँदै बाहिर जान लाग्नु भएको भनी सोचे। होइन, त्यहीँ अलि परसम्म मात्रै हो भने के नै हराए चाहिँ म यता र उता हेर्छु। छाता लिएर जानु होला नि भनी ऊ टक टक खेलको आवाज निकाल्दै भर्याङ चढी। हेर्दा उनी लगभग मेरै बहिनीको उमेर जतिको हुनुपर्छ अनि म उसैको दाइ जत्रो हुँदो हुँ। कहिलेकाहीँ तरकारी दिँदा होस् या अरू कुनै काम पर्दा उसको मम्मी उसलाई जाऊ त दादालाई देऊ या जाऊ त दादालाई भन भनी अराउँथिन्। उसलाई देखे त मैले अर्काकै छोरी जो 16 वर्ष जवानीको उमेरमा उक्लिँदैछ। खै उसले आफ्नो दाजु जस्तो देखिन् कि देखिनन्। बाहिर बजारबाट रुम फर्किए। रुममा फर्किँदा उस घरको वरपर मान्छेको भिड देखेर एक्कासी आतिए। डराउँदै बिरालोको चालमा लुसुक्क अघि बढे। कोही भन्दै थिए बिचरा बुढा हेर्दा त तगरा देखिन्थे। दैवको खेल को कति बेला जान्छ पत्तै नहुँदो रहेछ। के उसका हजुरबुवा बित्नुभयो? आफैलाई सोध्छु। हिजोसम्म बजारबाट तरकारी बोकी ल्याउनु भएको मेरै आँखाले देखेका बगैँचामा पानी हाल्ने फुल रोप्ने कामहरू गरिरहेको देखिरहन्थे। सुन्दा नराम्रो लाग्यो। उसको मम्मी मुख छोपी रुँदै थिए। उसका बुवा टाउकोमा हात राखी बरबराउँदै आँसु झार्दै थिए। उनी पनि सुक्ख गर्दै गरेको देखे। त्यो ठाउँबाट एकछिन पनि बस्ने मन भएन। जस्तो गएको थिएँ त्यस्तै फर्किएँ। सुनसान रातको साथी जुन आकाशमा टलटलिँदो थियो। म भने एक्लो शरीर, एक्लोपन अनि एक्लै यात्रा सुरु हुन्छ कहाँ जाने लक्ष्यले। म भने कहाँ जाँदैछु पनि पत्तो थिएन। घर बिनाको मान्छे चाहिँ नाङ्गो सहरमा भौतारी रहेको छु। रातको 9 बजेको हुँदो हो। एउटा अन्जान सहरको एउटा स्टेसनमा अड्केको छु। 15 मिनट भयो बसबाट झरेको। फट्ट मान्छेहरू हिँडिरहेका थिए। सायद यहीँकै लोकल हुनुपर्छ। घरि ट्राफिक लाइटलाई हेर्छु, घरि मोबाइल चेक गर्छु। स्टेसनको लाइट टलटलाउँदो थियो स्टेसनमा। यसो आँखा वरिपरि घुमाएँ। अलि पर चरिचट्ट परेकी कालो ड्रेसमा सजिएकी एउटा युवतीलाई देखेँ। उसले साइडबाट रातो पर्स सुन्दाएकी थिए अनि एउटा हातमा चुरोट, अर्को हातमा मोबाइल थियो उसको। मोबाइलको लाइटले उसको ओठको रातो लिपस्टिक प्रष्ट देखिन्थे। कपाल छाडेर सेतो हिल लगाएकी थिए उसले। हेर्दा अग्ली, आकर्षित देखिन्थे। कसैले मलाई रातकी परी कस्ती हुन्छन् भनी सोध्थ्यो त म उसैलाई औँला देखाएर ऊ यस्तै भनी जवाफ दिँदो हुँ। आँखामा आँसु जमेछ। कति बेला पत्तै भएन। सायद एकहोरो हेर्नाले हो कि। घरि ट्राफिक लाइटलाई हेर्छु, घरि मोबाइल चेक गर्छु। स्टेसनको लाइट टलटलाउँदो थियो स्टेसनमा। यसो आँखा वरिपरि घुमाएँ। अलि पर चरिचट्ट परेकी कालो ड्रेसमा सजिएकी एउटा युवतीलाई देखेँ। उसले साइडबाट रातो पर्स सुन्दाएकी थिए अनि एउटा हातमा चुरोट, अर्को हातमा मोबाइल थियो उसको। मोबाइलको लाइटले उसको ओठको रातो लिपस्टिक प्रष्ट देखिन्थे। कपाल छाडेर सेतो हिल लगाएकी थिए उसले। हेर्दा अग्ली, आकर्षित देखिन्थे। कसैले मलाई रातकी परी कस्ती हुन्छन् भनी सोध्थ्यो त म उसैलाई औँला देखाएर ऊ यस्तै भनी जवाफ दिँदो हुँ। आँखामा आँसु जमेछ। कति बेला पत्तै भएन। सायद एकहोरो हेर्नाले हो कि। मन उत्ताउलो हुँदो थियो एक्कासी। उसको नजिक जाम, उसैसँग कुरा गरी यो रात बिताउँ भनी के सोच्दै थियो यो मनले। नजिक पो कसरी जानु? झट्ट सम्झेँ। आजको बासको लागि भए पनि एउटा होटल सोध्छु। यही बाहनामा भए पनि कुराकानी हुने भनी सोचेर म उसको नजिक गएँ। एक्सक्युज मी भनी म उसलाई बोलाउँछु। ऊ मतिर फर्किँदै हजुर भन्छे।
सुरिलो सुमधुर बोली, मृगिणी नयन, अगाडि काटिएका छोटा मसिना कपाल, पिपलपाते ओठमा पोतिएका रातो लिपस्टिक। एकछिन हेरेको हेरे भएँ। हत्त नपत्तो सोधिहालेँ, हजुरलाई यता कतै बस्नको लागि होटल लज केही थाहा छ त? उनी मलाई तलदेखि माथिसम्म एकटकले हेरी अनि भने, म पनि फर्स्ट टाइम आउँदैछु। क्याब कुरेको 1 घन्टा भइसक्यो, अत्तो पत्तो छैन। अनि हजुर चाहिँ कसरी यति बेला भनी सोधी। उसलाई म के भनी जवाफ दिन्थेँ भने, घर जाँदै थिएँ, अलि ढिला भयो, न अब घर जान सक्छु न त आएको ठाउँमै फर्किन। एकछिन केही सोची अनि जवाफमा ए भनी फर्काई। म पनि त्यही छेउमै भएको टेबलमा थचक्क बसेँ। ऊ त क्याब कुर्दै थिए, म किन कुरिरहेको छु, कसलाई कुर्दैछु, यो त मलाई आफैलाई पनि थाहा छैन। सरर चुरोट तान्दै हावामा फुर्र गर्दै उनी चुरोटमा मग्न थिइन् अनि म उसैले उडाएको चुरोटको धुवाँलाई एकटकले हेरिरहेको छु। एक्कासी मलाई उसले तानिरहेको चुरोट हुन मन लाग्यो। उसको कोमल हातको स्पर्श लिँदै, उसको ओठलाई स्पर्श गर्दै, उसको छाती हुँदै फोक्सोसम्मको यात्रा गर्ने इच्छा जाग्यो। चुरोटको ठुटालाई हिनमुनि राखेर क्याचेकुचुक बनाइदिए। मेरो भने कटक्क मन दुखो। ऊ मतिर फर्किँदै सोचे, हजुर कता पुगेर? म झसङ्ग भएँ। भन्छु, कतै पुगेर होइन, कतै पुग्न हिँड्दैछु। उनी अलमल्ल परी, मतलब भनी प्रश्न गर्छे। यो कस्तो गाह्रो सिचुएसन हो, अरूलाई भए सुने पनि नसुने चाहिँ गर्दो हुँ। भन्छु, थाहा छैन। अरे कता जाँदैछु भन्ने पनि थाहा छैन? अलिक गर्जिएर उनी सोच्छिन्। म छैन भनी मात्रै जवाफ दिन्छु। ऊ मुसुक्क मुस्कुराउँदै निहुरिन्छे। सायद मैले केही बताउन नचाहेको बुझी होली। जे भन्दै थिएँ सत्य बोलिरहेको थिएँ। केही क्षणमै उसको क्याब आयो। ऊ गई। क्याबवालासँग केही खाचाखुचुक गरे चाहिँ गरी ब्याग हातमा हल्लाउँदै केही नजिकाउँदै भन्छे, अर्को दिन लाग्ने भयो म पुग्ने ठाउँ। यो राति हिँड्ने कुरा भएन। केही पर होटल रहेछ। यता भन्ने बित्तिकै साधन नआउन सक्छ। हजुर जान चाहनुहुन्छ भने म हजुरलाई ड्रप गर्न सक्छु। मलाई ढुङ्गा खोज्दा देउता भेटे चाहिँ भयो। एक्लै थिएँ, कहाँ जाने केही ठेगान थिएन। एक मनले त आज यही कट्ने भयो सोचे थियो। यति राम्रै उनी। उसका प्रस्ताव नकार्न मेरो हैसियतको बाहिरको कुरा थियो। हुन्छ भनी कारतिर दुवैजना लम्कियौँ। कारवाला र अर्को एउटा सानो बच्चा थिए अगाडि। सायद बाबु छोरा हुँदा हुन्। कारवाला बच्चालाई हेरी, बाबु पछाडि जाऊ त, म्यामलाई बस्न देऊ यहाँ भनी बच्चालाई फकाउँदै थिए। बच्चा नाइ भने जिद्दी गरी रुलाजै गर्दै थियो। उनी केही छैन भन्दै पछाडि बस्न आई। चिसोले कुप्रिएका मेरा जिउ उसको हटनेसले गर्दा गायब भएको थियो। उनी मलाई हेर्दै मुसुक्क मुस्कुराउँथे। कार आफ्नै गतिमा अगाडि बढ्दो थियो। बेला बेला कारले मोड लिँदा उसको शरीरसँग मेरो शरीर जोडिन्थे। त्यति बेला मन भने हर्र हुन्थ्यो। उसले उसको शरीरबाट आइरहेको पर्फ्युमको मगमग सुगन्धले मन भने बच्चा चाहिँ चञ्चल हुँदैछ। केही टाइम ड्राइभ गरेपछि होटल आइपुग्यौँ। कार प्रिबुकिङ भएकोले हामीलाई गेटमै छाडी उनीहरू गए र हामी होटलभित्र जानको लागि सामान बोकी हिँड्न लाग्यौँ। हिँड्दै गर्दा उसको ब्यागबाट लिपस्टिक झऱ्यो। ऊ टिप्न निहुरिँदा उसका देखिएका सेता स्तनमा झट्ट आँखा गयो। म अक्क न बक्क भएँ र यताउता हेरेँ। आफूलाई सम्हाल्छु। होटलका काउन्टरमा पुगी आफ्नो की हल्लाउँदै हामी लिफ्टभित्र छिर्यौँ। मेरो 104 रुम नम्बर र उसको 106 रहेछ। लिफ्टमा उसलाई डर लाग्ने रहेछ क्यार। मेरो पाखुरा कसिलो गरेर समाए। मलाई निधारमा अनि कता कता पसिना आइरहेको थियो। सायद मेरो अनुहार पनि रातो भएको हुँदो हो। कान तातेको चाहिँ आफैलाई अनुभव भइरहेको छ। के उनलाई पनि मलाई चाहिँ भएको हुँदो हो त? आफैलाई सोच्छु, तर उत्तर भने पाइन। आफ्नो रुम छिर्यौँ हामी। मेरोभन्दा ठ्याक्क अगाडिको रुममा थियो। रुमभित्र छिर्ने बित्तिकै बाथरुम छिरेँ। सावर लिएँ, टावल बेरेँ अनि दारी मिलाएँ। हातका नसा भने फुलिएका थिए। नुहाएर सेता भएका सिक्स प्याक एनामा टलक्क टल्किएका थिए। एना हेर्दै कपाल मिलाउँदै थिएँ। ढोकामा ढकढक आवाज आयो। गएँ, उगारेँ, उही रहेछ। हेर्नुहोस् न, लाइटर नै खसालेछ, हजुरसँग छ त भनी सोधी। उनी नाइटीमा थिइन्। सपक्कै छातीका सेप देखिएका मोहक अनुहार, निकै राम्री देखिएकी थिए।
म भित्रै आउनुहोस् न भने मुसुक्क हाँसिदिन्छु। उनी पनि मुसु मुसु गर्दै भित्र छिरी। म ढोका बन्द गरी खाटको छेउमा बस्छु। उसलाई पनि बस्न आग्रह गर्दै म लाइटर र स्ट्रो लिन गएँ। चुरोट सल्काउँदै मलाई पनि इसाराले सल्काउन लगाउँछे। मलाई खानाभन्दा पनि उसैले तानिरहेको चुरोट हेर्न मजा आइरहेको थियो। चुरोट खाने युवतीहरू खासै मन पर्दैन थियो मलाई, तर उसले खाएको खुब चाखसँगले हेरिरहेको थिएँ। उनी को हुन्, कहाँ बस्छिन्, मलाई केही थाहा छैन। हजुरको नाम के हो भनी सोध्छु। हामी भेटेदेखि बल्ल नाम सोध्ने हिम्मत आइरहेको थियो मलाई। यति बेलासम्म पनि हामी एकअर्कालाई नाम भन्ने थाहा थिएन। ऊ हाँस्दै रोज भन्छे, हत्ता नपत्ता रोज के हो भनी सोधिहाले। उनी मेरो आँखामा आँखा जुताउँदै भट्टराई भनी एन्सर दिन्छे। अनि आफू नि सुवेद नेपाल। हेर्दा हेर्दै एक खिल्ली सकाइसके चुरोटको। मनमनै सोध्छु, चुरोटे नै रहेछ नि। उनी आफ्नै रुम फर्किन लागि। उसलाई ढोकासम्म पुर्याउन जान जुरुक्क मात्रै के उठेको थिएँ, भत्ती च्याप्प गयो। उनी एक्कासी मेरो नाङ्गो छातीमा लिपिक्क हुन आई। मेरो भने प्रेसर बढेर हाई भएको हुँदो हो। मेरो ढुकढुकी उसको कानसम्म पुगेको हुँदो हो। बिस्तारै उसको न्यानोपनमा आइस पग्ले चाहिँ पग्लिँदै थिएँ म। आँखा बन्द, कान शून्य, अनि तन म्युजिदै प्रोसेसमा थियो। नमस्कार सबैजनालाई। अन्तिमसम्म सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।